एउटा कुरा होइन नि साथीहरू मैले चाहिँ के सिकेँ भनेदेखि होइन कसैलाई कसैको हितको लागि आफूले चाहिँ राम्रो बोलिदिनु नहुने अनि कसैको लागि चाहिँ यो यस्तो है कहिले पनि भन्नु नहुने रहेछ के हामीले जति नै राम्रो गरोस् हामीले जति नै गुण गरोस् होइन जति नै उसको लागि आफूले उ गरेर बोलिदियोस् र कुराहरू राखिदियोस् आफूले जाने कुराहरू सिकिदियोस् होइन त्यस्तो मान्छेहरूले अलिकति मै हुँ अनि मै मात्रै जानेको आफ्नै मात्रै कुरा ठुलो भन्ने मान्छेहरूले चाहिँ आफूले चाहिँ यो कुराहरू चाहिँ बिर्सेर पनि नगर्नु रहेछ क्या है अनि आफूले त राम्रै सोचे पनि नराम्रो हुन्छ क्या अनि एउटा कुरा मलाई साथीभाइ इष्टमित्र होइन आफन्तहरूलाई धेरै माया हुन्छ क्या हामी नेपाली भएपछि माया लाग्छ होइन माया धेरै हुन्छ तर मलाई माया जताउन आउँदैन क्या मान्छेहरूले जस्तो चिप्लेरी गरे म तिमीलाई यसरी माया गर्छु म तिमीलाई यस्तो गर्छु भनेर मलाई त्यस्तो चिप्लेरी घस्न आउँदैन क्या म चाहिँ कस्तो भने हो हुन्छ हो भने हो होइन भने होइन अनि त्यस्तो छु अनि मलाई माया त लाग्छ होइन र माया लाग्छ भनेर हरेक कुराहरूमा आफूले केही नभनिकन आफूले सहेर बस्यो भने मान्छेले के गर्दो रहेछ त हेप्दो रहेछ टाउकोमा टेक्दो रहेछ त्यही भएर यो अहिले त मलाई त नेपालीहरू देख्दा पनि मलाई त घिन लागेर आइसक्यो होला अहिले हुन त म पनि नेपाली हो अरूले पनि मलाई पनि त्यस्तै भन्छ होला तर कुनै नेपालीहरू त काम छैन रहेछ हौ आफ्नो मान्छे जस्तो आफ्नो हो भनेर सोच्यो भने त्यो मान्छेले उसले जे भन्दा पनि उसको कुरा मात्र सही अनि आफूले खाएको मात्र राम्रो आफूले लाएको मात्र राम्रो उसको कुरामा ह मिलायो भने चाहिँ सबै राम्रो हुँदो रहेछ होइन अनि उसको उमा ह मिलेन उसले भनेको कुरा मानेन उसले उ गरेको कुरा गरेन भने चाहिँ हामी के हुँदो रहेछ त नराम्रो हुँदो रहेछ त्यही भएर यो त्यस्तो मान्छेहरूसँग चाहिँ तपाईँहरू सङ्गतै नगर्नु होला सङ्गत कस्तो केटाहरूसँग नगर्नु भनेदेखि सङ्गत म जस्तो कोही पनि छैन घमण्ड धेरै अनि धन सम्पत्तिको फुर्ती लाउने आफूले फुट्टे कौडी कमाउन नसक्ने सास ससुराको बाउ आमाको धन सम्पत्तिमा घमण्ड देखाउने मान्छेहरू अनि त्यसपछि अरूले खाएको पनि छी दूर यस्तो जापो जे पाइ त्यो खाएको भन्ने अनि अरूले कपडा लगाउँदाखेरि ठिक कस्तो त्यस्तै कपडा लगाएको सस्तो खालको भनेर हेप्ने अनि उसकै कुरा मात्र सही अनि ऊ आफै मात्र राम्रो भन्ने मान्छेहरूसँग चाहिँ सङ्गत जिन्दगीमा कहिले पनि नगर्नु हेर्न साथीहरू मैले कति देश विदेश हिँडेँ होइन कति देश विदेश घुमेँ मैले यहाँ साइप्रसमा जस्तो आएको खुस्किएको आइमे जस्तो मैले कहिले पनि जिन्दगीमा भेटेको छैन र देखेको पनि छैन यो मान्छेहरू कस्तो हुँदो रहेछ भने बाबा आफूले मात्र रहेछ कि हामी नेपाली हो मिलेर गर्नुपर्छ माया गर्नुपर्छ साथ सबर दिनुपर्छ भन्ने तर त्यस्ता केटीहरूलाई त्यस्तो घमण्ड धेरै एटिट्युड धेरै भएको केटीहरूसँग जिन्दगीमा कहिले पनि नगर्नु साथीहरू।